हेलो नमस्कार सबैजनालाई, म रन्दास। अहिले म विश्वनाथले जुन ओपन गर्नुभएको छ गुड फिटनेस सेन्टर होइन, गुड फिटनेस सेन्टर, त्यसको उद्घाटनमा जाँदैछु। तपाईँहरू पनि प्रसाद खान रेडी हुनु है, मसँगै जानुपर्छ है। अब म अहिले बजारतिर जाँदैछु। अब यहाँबाट गएर हामीहरू प्रसाद खानुपर्छ। तपाईँहरू पनि आउनु होला यसरी बजारमा। माई गॉड, आज म हिँडेर नै जान्छु होला अहिले, किनकि अब यस्तो बर्फ एक्सप्लोर गर्नु पऱ्यो भनेर। बर्फ बस स्टेसन भयो। यो हाम्रो नयाँ नेपाल ब्याङ्क छ। सो यहीँबाट गाडी जानुपर्छ हाम्रो विश्वनाथको पसलमा। गर्मी त गर्मी नै छ हौ, राम्रोसँग छ। यो मेरो फर्स्ट ब्लग होला, अब हामी ब्लग पनि चालु गर्छौँ। सो हामी यो अहिले थानामा छौँ होइन। माई गॉड, विश्वनाथको जिमको पसल। ए घाममा पनि ब्लग बनाउँदै हिँडेछ हामीहरू। जिम यतै छ, हिँडेर आउनु होला सबजना प्रसाद खानु। म पक्रिहाल्छु कि रेडी ल। ओ ल, हामीहरू आइसक्यो। अब हिँड्दा हिँड्दा हामी विश्वनाथ के अरे सरी गुड फिटनेस सेन्टर होइन, गुड फिटनेस सेन्टर आइसकेको छ। म तपाईँलाई टुर गराउँछु। बिचमा काट्नु यो इन्ट्रान्स छ। यताबाट यो हाम्रो मेन बजार जाने बाटो भयो भने यता कल्पवृक्ष नयाँ रोड जाने बाटो होइन, त्यसरी। अनि अब गुड फिटनेस सेन्टरमा हामी गएर चेक गर्छु के छ के छैन भनेर। फलो यो हाम्रो दिनु भाइ काम छैन यसमा। अब यताबाट माथि आउनुपर्छ। गर्मी छ। जिममा धेरै कुरा छ। अहिलेको जुन मोडर्न जिमहरू छ त्यसरी सबै कुरा छ। ओके, आउनुहोस्। हामीसँग क्यामेरामा हुनुहुन्छ प्रकाश सपुत होइन, प्रकाश सपुत होइन। यो चाहिँ हाम्रो जुम्बा जुम्बा प्लस दामी छ कार्डियो प्लस जुम्बा। जुम्बा छ, कार्डियो जुम्बा दामी छ। चल्ड्रेन साइकल पनि चलाउनु पाइन्छ। त्यो ट्रायल उभिएको त ओ माई दामी छ। स्लिपिङ हो यसो अरू कुरा जुम्बा माथिबाट आउँछ माथि यसको। यो हाम्रो जिम। ओ माई गॉड, यसमा सामानहरू राख्ने हो, सुजहरू राख्ने ऱ्याक। ओ माई गॉड, हाम्रो ओरिजिनल जिम सेन्टर आइसकेको। दामी छ, सबै कुरा छ त। ओ माई गॉड, यो उठाउने होइन सकिलो यो लगाएर दामी छ। सुतेर गर्ने क्या। ओ माई गॉड, ए ओ यो त दामी छ हौ। ओ धेरै कुराहरू छ त्यहाँ है। सेट यहाँ हावा पनि राम्रो आउँछ जिमको लागि। अरू के छ? यसले के गर्ने? कसरी तान्ने गाडी? माई गॉड, कसरी तान्ने? खुट्टासम्म सक्ने? ओ माई गॉड, यसरी गराउने होइन? अलिक बढे जस्तो लाग्यो। ओ माई गॉड, ठिक छ, सबै कुरा ठिक छ है। टोइलेट पनि छ त? यो के हो? यो टोइलेट है ल, सबै कुरा छ। यस्तो नुहाउनु पनि पायो।
साइलेन्ट पनि छ, सबै कुरा छ हैन। Oh my god. यो पनि राम्रो छ त। 1 2 दामी छ, दामी छ, सबै कुरा छ यो जिममा चाहिने जति सबै कुरा छ। सो सबैजना आउनु होला हैन। यति राम्रो छ यसमा, बर्फमा यति खुलिसकेको छ दामी हो नि। पहिलाको जिमभन्दा चाहिँ अलि अपग्रेडेड छ। सो पहिलाभन्दा मेटेरियल पनि धेरै छ, राम्रो छ हैन। आजै सुरु हैन, आजै सुरु छ, तपाईँहरू आउनु होला हैन। अनि यो भिडियो कस्तो छ त्यो भन्नु पर्दैन, सेयर गर्नु होला है। ल ल राख्नु पर्यो।